हात त धुनु हो अब नुहाइदिउँ मैले भन्न लादे अलिकति पानी थोरै थोरै के हुँदैन खुट्टै काटेछ अहिले यहाँ ओरे त ओरे ओइ ठुल्ठुलो ओइ ओरे चाहिँ बिलुलले मर्यो जुरेलीको पनि कति धेरै पैसा आउने रहेछ यहाँतिर अनि कमिला पो रहेछ यहाँ मलाई त कमिला पनि खाइदियो के हो सम्धी हेलो वेलकम ब्याक गाइज फेरि पनि स्वागत गर्न चाहन्छु तपाईँहरूले मेरो अर्को ब्रान्ड न्यू भिडियोमा आज चाहिँ म सम्धी भएर चाहिँ यसो अब के अरे माछा मार्ने कार्यक्रम अनि त्यसपछि के अरे नरिवल टिप्ने कार्यक्रम चाहिँ गर्न लाग्यो होइन यसो अब बाहिरतिर जानुपर्ने हुन्छ के को बिल हो बिल हो यो बिल चाहिँ हो तर हाम्रो कसको थाहा नराम्रो थियो फेरि यहाँको सुन राम्रो हुँदैन कि दुबईतिरको चाहिँ बवाल हुन्छ त्यो मलेसियाको राम्रै हुँदैन नत्र लगेर बेचिदियो भने त अलिअलि हो भने फाइदा हुन्थ्यो अलिअलि लानुपर्छ क्या खोलै छ दाबी छ होला के हो त्यो त्यो चाहिँ के हो नि ए मकै चरा परेको हो कि राखेको जस चराको चाहिँ डिमान्ड बढी छ है जुरेलीको पनि कति धेरै पैसा आउने रहेछ यहाँतिर अनि कति हजार रहेछ सम्झि यहाँको यहाँको 1000 त लगभग 1000 लगभग कति पऱ्यो 37,000 होइन 37,000 अनि 37,000मा एउटा जुरेली अनि हाम्रो त्यहाँतिर भयो त अनि नेपालतिर भएको भयो त अनि मारेर खायो गाह्रो पहिला बच्चाउनु चाहिँ धेरै खान्थ्यो जुरेली हामीले नि खायो हिजो अस्तिको भिडियो हेर्नुभयो हिजो अस्तिको भिडियो त धेरै बवाल आइरहेको छ आज झन् त्योभन्दा बवाल निकाल्दैछौँ हामीले सबैलाई भनिदिनु पऱ्यो के गर्नु पऱ्यो अरे आज चाहिँ अब हामीले होइन के लाइक कमेन्ट सेयर के गर्नु लाइक कमेन्ट सेयर यहाँतिर चाहिँ बाटो छैन अनि के अरे बाटो बनाएर चाहिँ हामी जानुपर्ने हुन्छ अब चाहिँ अनि यहाँतिर चाहिँ यस्तै भयो अस्तितिर चाहिँ यहाँतिर टन्नै कुखुराहरू आएको थियो अनि त्यसपछि हामीले लखाडेको थियो तर समात्न सकेन समात्न सफल भएनौँ हामी होइन आज चाहिँ हाम्रो प्लान भनेको माछा मार्ने र नरिवल टिप्ने प्लान छ आजको प्लान भनेको चाहिँ हाम्रो अब के अरे माछा मार्ने अनि त्यसपछि के अरे नरिवलको डल्लो निकाल्ने त्यही हो प्लान भनेको यहाँतिर चाहिँ बाटो छैन होइन अनि बाटो बनाएर चाहिँ जानुपर्ने हुन्छ आउनु अब ए यस्तो छ यहाँतिरबाट सर्प निस्केर टोक्यो भने त सक्यो एक्लै आउनु चाहिँ डर लाग्छ मलाई चाहिँ सर्प हुन्छ होला यहाँतिर त हुँदैन यहाँतिर सर्प हुँदैन यहाँतिर सबसे बढी त अर्जुन तामाङले हग्यो होला यहाँ ल उफ्रिनु दिल तजी तजी अब यो चाहिँ सबै यो ठाउँहरू सबै कोताबारो क्लान्ताङ सुन्दुङको यो सबै धान खेती हुने ठाउँहरू हो हामीलाई खासै टेन्सन छैन ओइ के छ ओइ लामा के हो सम्धी कुखुरा के रहेछ सम्धी माछा माछा रे माछा ठुलो रे क्या खोइ त कहाँ हो
कहाँ हो खोइ माछा? यहाँ कि हामीले माछा मार्ने आइडिया चाहिँ ढुङ्गाले हो। खै त माछा, भरिज माछा भित्र छिर्यौँ क्या। पस्नु न, म त क्यामेराम्यान भयो। उयो झाङमा गएको छ त्यहाँ। होरे ओइ ठुल्ठुलो ओइ। होरे चाहिँ? होरे यार ठुलो ए ठुल्ठुलो रहेछ। जान आउनु आउनु। ऊ त्यहाँ दुईटा हो। भित्तामा यहाँ दुईटा ठुलो। आले नछिर गाड छ क्या? ढिलो हुन्छ नि। कोही चप्पल त लाउनु पर्छ आले। टाढा छ। गाडा हुन्छ होला। पिसाक लान्छ। ओहो त्यहीँ ऊ दुईटा उ त्यहाँ। गुलेलीले मर्न म तलतिर आउँ। छिर्नु नि छिर्नु। गुलेलीले कहाँ मर्छ? मर्यो? तल आयो तल आयो। यहाँ आयो कत्रो। ओ यहाँ हिलोमा पस्यो कति ठुलो। यहाँभित्र समाधान। तपाईँ छिर्नु नि छिर्नु छिर्नु। ऊ यहाँ छिर्यो ल। अँ। यो हिलोमा। मरेर ऊ यहाँ छ कि उहाँ? गुलेलीले पनि मर्छ भने? हातले त मर्छ बरु। माछा मार्ने सिस्टम चाहिँ हाम्रो अर्जुन लामा धादिङको उहाँ माथितिर आउनु माथितिर म देखाउँछु। ललितपुरको सुरेश, काभ्रेको अभियान अनि त्यसपछि धादिङको चाहिँ अर्जुन, तिनजना मिलेर चाहिँ अब के अरे हाम्रो माछा मार्ने कार्यक्रम चाहिँ सुरु हुँदैछ है। अब सफल हुन्छ कि हुँदैन हेरौँ है त। मरिसकेछ? ए गुलेलीले हान्यो। पहिला त्यो निकाल्नु। गुलेलीले हानेरै मार्ने त। यहाँ फ्याँक हालेर मलाई हेरौँ। ओ त्यहाँ मरिसक्यो। कहाँ मर्छ? आले म हान्छु। ओहो सेट माथितिरै गयो यार। उहाँ छ कि उहाँ हिलोमा? मैले माथितिर गयो अब। तर लामालाई झुकाइदियो यार। मलाई यसले फुर्ती गर्यो के ला। ए अहिले त गयो। माछा पनि भेटेन। आज चाहिँ हामी यो रोपैमा लागेछ अनि हाम्रो सोल्टी अर्जुन तामाङ रोपैबाट निस्केर खुट्टा सुट्टा धुने धान गडौँ है। धान गड म पनि खुट्टा धुनु पर्यो। अहिले खुट्टा धुने भनेर छिरेको ल। यहाँ अहिले चाहिँ हामी पुरा यहाँ साथीभाइहरू धान गोडेर चाहिँ अब खुट्टा धुने कार्यक्रममा हाम्रो दुईजना साथीहरू अर्जुन तामाङ र अभियान आले चाहिँ अहिले टक्क यो धानबारी सबै हो नि। माछा ठुलै थियो यत्रो थियो होइन तर भेटेन। अहिले माथि गएको थियो। हामीसँग यस्तो सामानहरू पनि छ कि माछा मार्ने यस्तो सामान पनि छ। पाउरोटी पनि छ अनि त्यसपछि अहिले एकछिनमा त्यो गर्नको लागि छ औजारहरू पनि हामीसँग। गुलेली समेत छ अनि हामीसँग अनि छ नि होइन के हो यो गुलेलीले आज मैले जसरी भयो नि एउटा त मारेर लाने हो वन कुखुरा। ल एउटा गीत पनि गाइदिउँ न। गीत हेलो रे सिकारी ल है ढुण्ड जेके मे दङसम तोला भिकारी। यहाँ चाहिँ खेतमा पानी लानको लागि अब के अरे मेसिन चलाएको रहेछ है। यहाँको पानी चाहिँ यहाँतिर लाउँछ कि अब अम्बाको बोट थियो। यसमा हुन्छ लागि अम्बा खानु पऱ्यो एउटा। पाकेको छैन यार।
अलिकति पाके टाइपको मैले देखा जस्तो लाग्यो क्या यो चाहिँ पाक्यो जस्तो लाग्यो क्या अलिअलि पाकेर आयो कमिला पो रहेछ मैले त कमिला पनि खाइदिएँ कुनै दिनमा हामीले त्यहाँ नरिवल कति टिप्यो होला बोराको बोरा अहिले चाहिँ त्यो फाडी भइसकेछ भित्र रातो रहेछ धानहरू खेती राम्रो भइरहेछ अनि अम्मा त कस्तो रातो त भित्र रातो रहेछ क्या अलिकति बेलौती पाक्यो भने यही हो बेलौती यो यही त अनि बेलौती होइन लामा मिठो रहेछ आज चाहिँ हामी धेरै पुरानो घरमा आइपुगेको छ यो घर चाहिँ अब पहिला हाम्रै हो अहिले चाहिँ अब कोही मान्छे बस्दैन यहाँ पहिला त यहाँ घट्टाहरू यो मेलहरू थियो कि यहाँ अब यस्तो घर छ ल हेर्नु अब यतापट्टि गइसक्यो अब म त यो घरमा बस्दै बस्दैन अहिले ताला लागेको छ यसरी ताला लगाइदिएको अनि चिम त बलिरहेको छ त दाजु गरिब भएपछि यसरी घरहरू हेर चिम त बलिरहेको छ त मान्छे नपसी नि बाल्नुपर्छ यो रातिलाई यसो खेततिर आउँछ नि त फेरि यहाँ विभिन्न आइटम मान्छेहरू ए ल आदरणीय समुदायहरू तपाईँहरूले हेर्न सक्नुहुन्छ यहाँ एकजना चोर चाहिँ नरिवल टिप्न लाग्नु भएको छ यदि तपाईँहरू के भन्न चाहनुहुन्छ तपाईँहरू नरिवल के भन्न चाहनुहुन्छ तपाईँ उहाँलाई अब राम्ररी टिप्नु होइन जोखिम छ अब त्यही भन्न चाहन्छु टिप्न त टिप्नु बिस्तारै टिप्नु आदि गर्न टिप्नु होइन डराएर पनि हुनेवाला केही छैन फ्याँक्न चाहिँ मलाई फ्याँक्नु म चाहिँ अलिक कडाइसक्यो मान्छे आउने ल चाहिँ हाम्रो ठुलै प्रोग्राम भइरहेछ नरिवल जान्छ अब आयो हुन्छ नरिवल पनि रेडी भइसक्यो पुग्यो भने नरिवल टिप्ने बाँदर चाहिँ माथि हुनुहुन्छ भयो भने आइज यो धेरै भइसक्यो नि अब भयो भने उयो आले मर्ला किन जबरजस्ती गरे होला पुगिसक्यो भने ल मलाई काटेर दिउँ ल उताबाट टाउकोमा आउला एउटाले भयो भने भन्दैछु ए कति धेरै पानी आएको त्यहाँ बिस्तार काटाइहाल बिस्तार आऊ एकदम बिस्तार आऊ यता खिच्नु न आउनु है सोल्टीको बिस्तारो झर यता खिच्नु न पानी आइसक्यो यहाँ मान्छे रहेछ पर यता खिच्नु भनेको ल त्यो चाहिँ मलाई दिनु न फेरि खाउँ त्यो उ गरेकै खिच्नु भयो नि तपाईँले अनि त्यता पनि गर्नु पर्यो ल ल है त यता देखाउनु त म उद्घाटन गर्छु चौकीले काट्या खोइ खुट्टै काटेछ अहिले यहाँ दाइले उद्घाटन गर्नुपर्छ ल है ल यहाँको भूत प्रेतहरू सबै उता जाऊ है अब चाहिँ हामीले खाँदैछ यो चाहिँ आजको हाम्रो मेन खाद्यान्न भनेको यो पानी थियो ल है त ल मैले खाऊँ है त खानुहोस् मिरै जाऊ ल है त अब चाहिँ हल्लिँदैन मोबाइल कति धेरै पानी आएको म पनि नरिवल ओके भयो नरिवल त्यो उ गर्न जानुपर्छ क्या यार नरिवल पसल राख्न काट्न त खत्रै आउनु रहेछ मलाई फेरि
मिठो रहेछ यार टन्नै भइसक्यो भने खै क्या ओ त्यहाँतिर छ अब ल्याउने यहाँ सबै कहिले काट्ने पहिला मेलले नखाने कहाँ भुराले खाएर अब पहिले दाइले खाइसक्यो भयो भयो बिस्तार ल यो सोल्टीलाई चाहिँ नरिवल काट्न नआउने छ रुखमा चढ्न चाहिँ जति आउने फेरि यस्तो भने नि अर्को जोडीदेखि नरिवल खान्छ नरिवल काट्ने त यसरी त टिपेरै दिँदैन भने हाले ल यसरी काट्ने यस्तो गर्ने यताबाट फेरि यस्तो गर्ने यो चाहिँ अलिक छिप्या परेछ छिप्या काट्न चाहिँ अलिक गाह्रो हुन्थ्यो मैले 2 सडमा गाड्छ जान्नेले ऊ लाटो लाटो होइन लड्छ 2 बल्लिङ बाटो लड्छ 5 बल्लिङ के भन्दै सेम भने होइन कतिचोटि भयो त नआउने रहेछ क्या त्यसरी हान्ने हान्ने नि त बार त्यसले भएपछि मैले 2 चोटिमै सिनेप पाएँ यसरी होइन क्या यसरी यो मेरो माछा मार्ने काउहरू के भन्दैन यार त्यो नरम थियो यो साह्रो रहेछ कि त्यति 1 वर्षमै गाउँदैन सम्झे होइन हेर न यहाँ कति बाक्लो रहेछ पहेँलो देखेँ त जान्न पर्यो नि ल बल्ल निस्क्यो नरेल त्यो त भित्र छ अनि यस्तरी काट्यो भने अहिले लाउमै आइडियो है त जे जस्तो हो नि अब यति निस्किएपछि पानी खान भइगयो यहाँबाट चाहिँ यसो धारा दिनुपर्छ फेरि खाँदाखेरि अलिक स्वाद आओस् कटाइ त अब यस्तो पाराले चाहिँ मासु पसल खोल्न सकिँदैन है ल है त यो अलिक छिप्या परेर रहेछ गाइस हो यहाँ पानी टन्नै छ कि यो नरेल मैले झन् सबै झार्नु भनेको मैले सुरेश आतेर भयो 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 यहाँ झन् लुगाएर खाँदै भोलि पर्सिलाई हामी म त त्यही त मैले पनि त्यही भने चाडा लुगाएर राखेको भोलि कामबाट आउने त्यहाँ हामीलाई नरिवलको भन्छ नेपालमा यो नरिवल खान पाउँछ यहाँ अब हात धुन पाउँछ यहाँ सुविधा कति मान्छेले रुखमा चढेर काट्दैछ अझ हात धुनु नरेल खालि छाडामा अब नरिवलले के अरे हात त धुनु भयो अब नुहाइदिउँ मैले भन्दा पनि लाँदै अलिकति पानी हाल थोरै थोरै के हुँदैन ल आ गर नि त यताबाट म हाल्छु कि ल धुन्न सफा धो म चाहिँ लाग्यो अरू ओ कता यो काटेर खाऊ त यो फुटेर चाल्छ म नि एउटा लानु पर्यो कुन लान्छ यार कुन लान्छ ए एउटा लाने यार यो धेरै चाहिँदैन उयो त सम्धि यो फ्याल्ने ए फुट्या रहेछ त्यो आजको हाम्रो चाहिँ कार्यक्रम यसकै थियो अनि अर्जुन तामाङलाई पनि नरिवलको बोटमा चढाइयो कस्तो आयो रुखमा चढ्दाखेरि अनुभव कस्तो थियो चढायो चाहिँ होइन मलाई चाहिँ बरु धन्यवाद दिएर होइन तपाईँले झारेर खान पायो भन्नु पर्छ चढाइयो भनेर हुन्छ होइन अनि तल झरे भयो त केटा हड्डी एउटा नभेटी नि त्यो हिलोमा कोइली चरा कहाँ कोइली चरा देख्दाखेरि नै तपाईँ अचम्म हुने रहेछ नि 5 किलोको नरिवल यत्रो ठुलो अजिको ल किङ कोब्रा आउने चाहिँ किङ कोब्रा चाहिँ अस्ति आएर होइन त्यहाँ यस्तो स्वा गऱ्यो कि सेम घाँटी चाहिँ फुल्ने रहेछ ल अघिको माछा पनि गायब भयो अनि त्यसपछि अब के अरे नरिवल टिप्न गयो अनि नरिवल टिपेर चाहिँ अब फर्केको पर टिपेर आएको म नरिवल चाहिँ अनि त्यसपछि अघि माछा समातेको चाहिँ यता हो अनि त्यसपछि अब चाहिँ रुमतिर चाहिँ जानु पर्ला एकछिन गोरा चाहिँ गोरा ओ भाग मिस्टेक यार वान मिस्टेक गेम फिनिस भने 1 मिस गेम फिनिस तर लागेन है यतिले त्यसै चस्मा लगाएको त होइन रहेछ होइन पत्ता गुलियल छ आँखै नदेख्ने छ अनि त्यही भएर यता हान्नुपर्ने त अब ठ्याक्कै उता छाड्के हान्थ्यो यति तपाईँले चाहिँ नरिवल खाँदाखेरि चाहिँ के अब हिलो समेत खानुभयो क्या हो यार हिलो अब के खायो यहाँ हिलो छ तपाईँको यहाँनिर
यो अब नरिवल टिप्न जाँदा तर पानी जाने छैन नरिवल ए अघि त्यो झार्यो नि त त्यसले रुखबाट त्यसले यता फ्याँक्नु पर्ने लट्ट हिलाउनु पर्यो मेरो यता आयो हिलो त्यही पनि हिलो आयो पनि मार्दो छ नि राम्रै छ ल अब चाहिँ हामी रुममा जानुपर्ने हुन्छ सिकारी आयो अब गाह्रो भयो नि त अब आज फेरि मिस्टेक हाल्यो फेरि मिस्टेक झरेर उड्या त्यो आन्न उठ्यो ल जाउँ होइन हो सिद्धिँदैन मान्छे सिद्धिन्छ ओके ल यता चाहिँ हाम्रो दाजुले चाहिँ अब के अरे मकै सकै लिएर आउनु भएको छ अनि कोसेलीहरू नेपालबाट आएको थियो नि त यता के यो साथीभाइलाई के हो यो बडी डिस किन चिउरा पो रहेछ यो चिउरा हो अब यो चाहिँ अब तपाईँहरूलाई अब यो अर्ग्यानिक आफ्नै करेछ बारीको के अरे तपाईँहरू संसारको जुनसुकै कुना काप्चा नेपालदेखि बस्नुहुनेलाई पनि यो म बस्ने ठाउँमा चाहिँ मकै खेतीहरू पनि हुन्छ कि अनि आज चाहिँ साथीहरूलाई ल्याइदिएको यहाँ चाहिँ साथीहरूलाई खाद्यान्नहरू यसो ल बिहान आलिहरू खानु राम्ररी खानु फ्राई स्राई गरेर है त तर मकै चाहिँ सेतो रहेछ ल आजको लागि भिडियो यति नै होइन अब अर्को भिडियोमा भेटौँला होइन अनि लाइक साँचे अब आउनेको नेक्स्ट फ्राइडेमा चाहिँ हामी जसरी पनि भेटेर अब हाम्रो छुट्टै प्रोग्राम हुन्छ कुखुरा सुखुरा किनेर रोस गर्ने अब यो पोसाको बेला खाना पनि हुँदैन यो कुरा भनेको पनि कति महिना भयो सम्झि भइसक्यो 1 वर्ष एक वर्ष समय चाहिँ कहिले नि नआउने भयो त्यत्रो झाङमै हिँड्दाखेरि अलिकति अमिलो बाख्ना आयो अलिकति यसो गरौँ यो सेनको नाम फेरि हेर्न के होला यो नहुनु होला यस्तो लाउने मान्छे हो फेरि सही हो नाम अलिकति लामो के हो नाम ल आजको लागि भिडियो यति नै अब नेक्स्ट भिडियोमा भेटौँला अब त्यही हो लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला भन्न चाहन्छु है त्यही हो ल धेरै